हेलो नमस्ते एभ्रिवान। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ आइतबारको दिन छुट्टीको समय मिलाएर यसो पार्कतिर यो हावा खान आएको छौं गाइस। यहाँको अवस्था चाहिँ तपाईहरुलाई देखाउन चाहे। यस्तो छ। अनि यहाँ चाहिँ अहिले यो युरोप कन्ट्रीहरुमा प्राय जसो पहिलाको भन्दा अहिले चाहिँ धेरै यो गर्मीहरु बढिरहेको अवस्था छ। यहाँको वेदर चाहिँ भन्नु पर्दाखेरि सो गाइस यहाँ शीतल ताप्न मान्छेहरु एकदमै धेरै आको छ। सो गाइस देख्न सक्नुहुन्छ यहाँको अवस्था चाहिँ जस्ताको तस्तै तपाईहरुलाई देखाउन कोसिस गरे चाहे। सो यहाँको वेदर चाहिँ सेम लाइक नेपाल जस्तै नै रहेछ, तर जाडोको मौसममा चाहिँ अलिक धेरै जाडो हुने गर्दो रहेछ। यहाँको दृश्यहरु यस्तो छ गाइस, देखाउन चाहे तपाईहरुलाई। यहाँ चाहिँ रुख बिरुवाको चाहिँ एकदमै प्रशस्त रूपमै पाउन सकिन्छ। यहाँ चाहिँ पार्कमा खेल्ने ठाउँहरु पनि रहेछ। यसो एक्सरसाइजहरु गर्ने मर्निङमा यस्तो रहेछ गाइस। अहिले चाहिँ घाम लागिरहेको अवस्था छ गाइस। शीतल ताप्न आएको मान्छेहरु चाहिँ यस्तो छ यहाँको अवस्था। जस हरियाली छ गाइस। नेपालमा पनि अहिले बर्खा लागेको अवस्था छ र यहाँ पनि सिचुएसन चाहिँ सेमै हो, बट यहाँ पानी मात्र नपर्ने हो, त्यही अलिकति डिफरेन्ट हो। बट सेम हरियाली चाहिँ एउटै देख्न सकिन्छ गाइस। यस्तो छ गाइस। यहाँ पानीको मात्रा चाहिँ एकदमै जुनै ठाउँमा पनि पानीको मात्रा चाहिँ एकदमै धेरै छ गाइस। सानो सानो यही खोला छ, उतापट्टि खोला, यो चाहिँ सबै बनावट हो गाइस। फोहोर फाल्ने सदुपयोग चाहिँ एकदमै राम्रो गरेको छ गाइस। यस्तो यो पार्कहरुमा सदुपयोग छ। नेपालको योलाई सिस्न भन्छ। यो सिस्न पनि यहाँनेरि पाउँदो रहेछ, तर ओरिजिनल सिस्नो चाहिँ हैन गाइस। देख्न सक्नुहुन्छ यो हातले समाउन सकिन्छ। यी हातले खाउँदा केही गर्दैन। यो चिल्ने खालको सिस्नो चाहिँ हैन, बट सेम सिस्नो जस्तै छ। यस्तो छ सफा क्लिन, हावा पनि एकदमै राम्रो आइरहेको छ, हराभरा छ गाइस। चाहिँ
यही खोलाको पानी तानेर एउटा बनावट यो चाहिँ भाइले पिसाब फेरिरहेको बनावट बनाएको छ गाइस, देख्न सक्नुहुन्छ। यही छ खोला। यो चाहिँ रोडको छेउछाउमा चाहिँ यस्तो फुलै फुलको बगैँचाले सजाइएको छ यो रोडको छेउहरूमा चाहिँ गाइस। यतिको चाहिँ नेपाल कहिले बन्ला कमेन्ट गरिदिनु होला। ल गाइस, यो एरिया चाहिँ फिसिङ गर्ने एरिया हो, एकदमै राम्रो छ गाइस। माछा फिसिङ गर्ने एरिया हो गाइस। फिसिङ एरिया यो चाहिँ माछा मार्ने ठाउँ, फिसिङ एरिया हो गाइस। यस्तो छ। यहाँ चाहिँ खालको माछाहरू पाउँछ, तर पर्मिसन चाहिँ लिनुपर्छ। ल गाइस, यो चाहिँ यो फुलको नाम चाहिँ के होला, तर ढकमक एकदमै राम्रो तरिकाले फुलिरहेछ गाइस। ल गाइस, के फुल रहेछ, फुल चाहिँ तर एकदम राम्रो छ। सो गाइस, आजको भ्लग चाहिँ यहीँ एन्डिङ गरेँ। लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला। थ्याङ्क यू। See you next video guys.